जेरुसलेममा मा मरियमको जन्म भएको ठाउँमाथि चाहिँ एउटा च्यापल अनि एउटा चर्च बनिएको छ नि त। अनि अस्ति हामी गएको यो जन्मस्थान चाहिँ यो चाहिँ ग्रिक अर्थोडक्स च्यापल यो चाहिँ अगाडिपट्टि भयो। अनि यसको ठिक्क पछाडिपट्टि यतापट्टि चाहिँ एउटा रोमन क्याथोलिक चर्च छ, सेन्ट एना चर्च। आज चाहिँ हामी सेन्ट एना चर्चपट्टि जाने है त। अनि अहिले चाहिँ हामी ठिक्कै सेन्ट एना चर्चको अगाडिपट्टि आएको छौँ। यो चाहिँ जेरुसलेमको यो ओल्ड सिटीभित्रको मुस्लिम क्वार्टरभित्र रहेको छ। अनि यो चर्च चाहिँ 12औँ शताब्दीमा क्रुसेडरहरूद्वारा निर्माण गरिएको चर्च अरे नि त। अनि यसलाई चाहिँ जेरुसलेमको त्यो बचेखुचेको मध्ययुगीन वास्तुकलाहरूको एउटा उत्कृष्ट नमुना पनि मानिन्छ। एकदमै राम्रो देखिन्छ यहाँबाट हेर्दा पनि। हेर्नुहोस् न, क्रिस्चियन परम्पराअनुसार चाहिँ यो ठाउँ चाहिँ येशू मसीहकी आमा मरियमको मातापिता सेन्ट अना अनि सेन्ट जोखिमको घर रहेको ठाउँ थियो, यहाँनिर थियो भनेर भनिन्छ। अनि मरियमको जन्म भएको पवित्र गुफा पनि यहीँ थियो भनेर मानिन्छ नि त। अहिले चाहिँ हामी चर्चको भित्र आइपुगेका छौँ है। अनि यता साइडमा चाहिँ हामीले दैलोबाट भित्र छिर्ने बित्तिकै यो देब्रेपट्टि चाहिँ मरियमको प्यारेन्ट्सहरू, मातापिताको सेन्ट एना अनि सेन्ट जोखिमको वेदीहरू देख्न सक्छौँ। अनि यहाँनिर चाहिँ मरियम सानो छँदा आफ्नो आमासित रहेको स्ट्याचु। अनि यतापट्टि साइडमा चाहिँ क्यान्डलहरू बाल्ने ठाउँ है। जेरुसलेममा चाहिँ मदर मेरीको जन्मस्थानको ठाउँ खोज्यो भने चाहिँ दुईवटा ठाउँ देखाउँछ नि त। एउटा चाहिँ ग्रिक अर्थोडक्स च्यापल अनि यो सेन्ट एना चर्च। ग्रिक अर्थोडक्स च्यापल चाहिँ मैले अस्ति भिडियो बनाएर देखाएको थिएँ नि त। सो यही ठाउँको अगाडिको भाग चाहिँ ग्रिक अर्थोडक्स च्यापल रहेछ। अनि पछाडिको भागमा चाहिँ यो चर्च बनिएको रहेछ। अब हामी यहाँबाट चाहिँ मेन आज जानुपर्ने ठाउँतिर लागौँ है। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ यहाँ म तपाईँलाई देखाउँछु ल। यहाँनिर अन्डरग्राउन्ड, यहाँबाट हामी तलतिर जाने है। अहिले चाहिँ हामी तल यो गुफाको हिस्सापट्टि आइपुगेको छौँ। अनि यो हेर्नुहोस् न, यो ढुङ्गाहरू, यो ढुङ्गाको भाग, यो गुफाको भागहरू चाहिँ मैले अस्ति मदर मेरीको बर्थ प्लेस भनेर जुन चाहिँ ग्रिक अर्थोडक्स च्यापलभित्रको ओडारहरू देखाएको थिएँ नि, मेरो विचारमा चाहिँ त्यो ओडारको आधी अंश पछाडिपट्टिको भागहरू चाहिँ यो हो। अनि यसको माथि चाहिँ यो चर्च बनिएको, यो हेर्नु न ओडारको भागहरू सबै। यतापट्टि चाहिँ के रहेछ? अति शान्त अनि आनन्दको ठाउँ हो। अब हामी यहाँबाट चाहिँ फेरि माथितिर लागौँ है।
अब हामी यहाँबाट चाहिँ चर्चबाट बाहिरतिर लागौँ। आजको यस्तो राम्रो रमाइलो दिनको निम्ति चाहिँ ईश्वरलाई धन्यवाद। अनि भोलि फेरि जेरुसलेमको अर्को ठाउँमा भेटौँ है।